रहेछ भनेर तपाईँले अवश्य नै सोच्नुहुन्छ है। किन भन्दाखेरि हामी जहाँ पनि जान्छौँ यस्तो कार्यक्रम गर्न, आजसम्म हामीले 4 दिन भयो र यो आज हजुरको आँगनमा, यो जुन चाहिँ गुम्बाको प्राङ्गणमा यो एउटा पवित्र स्थान हो, यो एउटा पवित्र स्थलको जग्गामा आएर हामीले यसरी कार्यक्रम गर्नु पाउँदा हामी एउटा के भन्दा एकदमै सौभाग्य हामी महसुस गराइछौँ। र हामीले यसरी कार्यक्रम गर्दै गर्दै आज 4 दिन भयो है। 4 दिनको दिनमा आज हामी यहाँ आइसक्यौँ र भोलि हाम्रो जुरन्तीमा छ, जुरन्तीको यो डाँडागाउँ भन्ने एउटा जग्गा छ, त्यहाँ पनि हामी जान्छौँ। र हामी पेडेन्ला हेल्पडेस्क भनेको चाहिँ यस्तो संस्था हो, यो 2023मा गठन भएको सेप्टेम्बर 19 तारिक हो। र पेडेन्ला भनेको चाहिँ के रहेछ भन्दाखेरि चाहिँ जब 21 महिनाको सानो नानी बालक जसले चाहिँ राम्रोसँग बोल्नु सिकेको छैन, राम्रोसँग सोच्नु सक्दैन, त्यो समय 21 महिना मात्र हुँदाखेरि उहाँलाई एउटा ठुलो रोग, ब्लड क्यान्सर जस्तो ठुलो रोगले उहाँलाई समायो। र उहाँलाई जति भएको घरको परिवार पक्षले पनि आफ्नो भएको धन सम्पत्ति जति छ गाडी बेचेर, हातमा भएको सानो सानो भएको औँठी, गलामा भएको सिक्री, कानमा भएको झुम्का सबै बन्धक राखेर सबै बेचेर पनि उहाँलाई उपचार गर्न असम्भव भयो। किन भन्दाखेरि 21 महिनाको नानी सानो, त्यति बेलाखेरि परिवार पक्षले सबैलाई गुहार मागे। अनि त्यो कुरा मैले पनि फेसबुक मार्फत चाल पाएँ। अनि मैले सोझै परिवार पक्षसँग मैले कुरा गरेँ, के रहेछ भन्दाखेरि यस्तो यस्तो छ नानीको, अहिले ब्लड क्यान्सर भएर चाहिँ अलिकति खर्च ज्यादा लाग्ने भएको गर्दाखेरि हामीलाई अब उता उपचार गर्न धेरै कठिन पऱ्यो। र अब हामी चाहिँ सबैलाई गुहार माग्छौँ, गुहार मागेर चाहिँ हामीले यो पोस्टर गऱ्यौँ। त्यति बेला विभिन्न मिडिया मार्फत, विभिन्न फेसबुक, आफ्नो आफ्नो फेसबुक प्रोफाइल पेजबाट अपलोड भइरहेको थियो। त्यति बेला मैले के सोचेँ भन्दाखेरि होइन, मैले आधी उमेर उसै बिताएँ, मैले केही पनि गर्न सकिनँ। म एउटा मिडल क्लासको मान्छे हो, न म धनी न म गरिब बिचको। एकपल्ट मतलब महिनाभरि काम गर्छु, कमाएर ल्याउँछु, त्यो कमाएर ल्याएको पैसाले रासन पानी लिएर म मेरो परिवार चलाउँछु। मेरो एकजना छोरी छ, मेरो बुढी छ, नानी छ होइन, मेरो आमा आपा छ, उहाँ त्यसरी म चलाउँछु। अब उसो चाहिँ मैले केही कुछ गर्नुपर्छ समाजको लागि मैले भनेर सबै साथी यहाँ भाइहरू हुनुहुन्छ, मैले सबैलाई फोन गरेँ। रात फोन गर्दाखेरि सबैले नै भाइहरूले पनि एग्री भए। अनि सेप्टेम्बर 19 तारिक 2023मा हामीले सबै मिलाएर 20 तारिकको दिन परेको थियो बुधबार। हामीले बुधबारको दिन फर्स्ट कार्यक्रम झोलुङको बुधबारे बजारमा गरेका थियौँ। त्यति बेला नानीलाई भयङ्कर रोगले चापेर अस्तव्यस्त भइरहेको थियो। भेल्लोरको एउटा नर्सिङ होममा लडिरहेको थियो नानी। त्यति बेला खर्चपात जुटाउने यति बिना महानुभावहरू आउनुभयो अगाडि, सबैले सहयोग गर्नुभयो, सबैले सहयोग गर्नुभयो। त्यति बेला हामीले नि यो कार्यक्रम गर्दै 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 जाँदाखेरि हामी सिलगढीको मिलनमोडमा भन्ने जग्गा हजुरले चिन्नुहुन्छ, सिलगढीको मिलनमोड भन्ने जग्गामा हामी पुग्यौँ एक दिन। यहाँ यसरी नै हामीले बेलुकी 2 बजीदेखि कार्यक्रम गऱ्यौँ। सहर बजार हो, अलिकति मान्छेहरू ढिलो निस्किन्छ होइन, सब्जी सौदाहरू गर्नु। अनि हामीले यस्तै बेलुका पनि गरिरहेका थियौँ। त्यति बेला गरेर हामीले लखतरान भएर घरमा 12 बजेर 15 मिनट घरमा म पसेँ। त्यति बेला म पसेको ठिक 3 मिनटमा फोन आयो, पेडेन्ला नानी चाहिँ अब हामीमा रहेन, नानीले मृत्युलाई जित्नु सकेन भन्ने एउटा खबर आयो हामीलाई। त्यति बेला एउटा जुन वज्रपात परेको थियो त्यो हामीलाई महसुस भइरहेको छ अझै पनि। यति बिना कोसिस गऱ्यौँ हामीले। अनि सबैले हजुरहरूले पनि कतिजनाले यहाँबाट दिनुभयो सहयोग होइन। त्यति बेला यति बिना वज्रपात परेको थियो, त्यो वज्रपात अझै पनि हामी महसुस गरेका छौँ। र अब उसो नानी त बितिगयो, नानी पेडेन्ला नाम चाहिँ नानीको नाम थियो पेडेन्ला। अब उसो के गरौँ, नानी त बितिहाल्यो, नानीलाई हामीले बचाउन सकेनौँ, जति कोसिस गर्दा पनि बचाउन सकेनौँ। नानीको यति नै रहेछ लेखन त भन्न। अब हामी के गरौँ अब हामी भन्दाखेरि हाम्रो साथीभाइ सबै एकपल्ट सरसल्लाह बस्यौँ। त्यति बेला सरसल्लाह बस्दाखेरि होइन, अब हामी यो कामलाई अझै अगाडि बढाएर लानुपर्छ। किन भन्दाखेरि यस्ता पेडेन्ला जस्ता नानीहरू अझै बहुत आउँछ हाम्रो गाउँ समाजमा। किन भन्दाखेरि हामीलाई जब रोगले चाप्छ, जब हामीलाई एउटा ठुलो रोगले चाप्छ, त्यति बेला जुन महसुस गर्छ नि बिमारीको घरको आमा बाबाले, गार्जेनले, त्यो महसुस चाहिँ हामीले गरेको छौँ। त्यति बेला हामीले सरसल्लाह गरेर फेरि लगतै अब हामी होइन, नानी पेडेन्लाको नाममा अब हामीले यो संस्था बनाएर चाहिँ अब चलाउनुपर्छ भनेर हामीले परिवार पक्षसँग पनि हामीले यो कुरा राख्यौँ। परिवार पक्षले हुन्छ नानीको नाममा तपाईँले गर्न सक्नुहुन्छ भनेर हामीलाई अनुमति दिनुभयो।
त्यहाँदेखि हामीले यो पेडल हेल्पडेस्क भनेर चलाउँदा अहिले हामीले मोटामोटी अहिले हामीले 2 जना बिरामीलाई सहयोग गराएका छौँ। हेर्नुहोस् है, हामीले आजसम्म 4 दिन भयो हजुरको अहिले यो गुम्बाको प्राङ्गणमा चिल्लाउने बगानमा आयौँ। हामीले यति बिना माया पायौँ, यहाँबाट सत्कार पायौँ है, सम्मान पायौँ। त्यसमा हामी धेरै खुसी छौँ। हामी यो कहिले पनि भुल्न सक्दैनौँ। अनि आज यहाँबाट तपाईँले जति पनि हामीले सहयोग राशि यहाँ लिफामा हाल्नु हुँदैछ नि होइन, यो सहयोग राशि हामी सिधै हामीसँग अहिले 2 जना बिरामी हुनुहुन्छ जो चाहिँ अहिले श्रीकृष्ण बेडमा लडिरहनु भएको छ। उहाँलाई पैसाको बहुत खाँचो परिरहेको छ। एकजना हुनुहुन्छ किडनी पेसेन्ट अनि एकजना हुनुहुन्छ क्यान्सर पेसेन्ट। फिलहाल हामीले क्यान्सर पेसेन्टलाई हिजो अस्ति दसैँमा मात्र टिकाको दिन हेर्नुहोस् है, टिकाको दिन कति बिजी हुन्छ मान्छे होइन, घरमा पाहुना पात आएको हुन्छ। हामीले त्यो महसुस गर्दैनौँ पनि। टिकाको दिन पनि हामीले गएर बिरामीलाई भेटेर हामीले स्वयं हाम्रो साथीहरू मनोज साथी हुनुहुन्छ, मेरो सचिव हुनुहुन्छ, सन्दीप भाइ केसियन हुनुहुन्छ, यसरी नै हामी गएर टिकाको दिन बेलुका साँझमा गएर भने हामीले 30,000 रुपियाँ चाहिँ सहयोग दियौँ। किन भन्दाखेरि भोलिपल्ट चाहिँ उहाँ बिरामीलाई लानुपर्ने थियो नि त। भोलिपल्ट उहाँको उपचार, उहाँको अपरेसन थियो। अनि अपरेसन पनि सक्सेस भयो। अनि उहाँलाई पनि हामीले अहिले फिलहाल उहाँको निम्ति अनि एकजना किडनी पेसेन्ट हुनुहुन्छ उमेश छेत्री जो अहिले बेडमा लडिरहनु भएको छ, उहाँको लागि नै हामी आज यो कार्यक्रम गर्दै यहाँ आएका छौँ। तपाईँले हेर्नु सक्नुहुन्छ, मुनि पनि हामीले वृत्तान्त रूपमा लेखेका छौँ। अनि प्रत्येक घरमा हामीले जुन चिठी बाँड्यौँ चिठीमा पनि तल लेखेका छौँ नोट। तपाईँले पढ्नुभयो होला है, कतिजनाले पढ्नु भएन होला। हामी यसरी नै डुल्दै आज यहाँ आयौँ। भोलि हामी तल जुरन्ती जान्छौँ। त्यसरी नै 2 दिन बादमा हामी पनि हाम्रै गाउँमा छ र अनि जति रकम हामीले सङ्ग्रह गर्न सक्छौँ त्यति रकम हामीले सजिलो लगेर हामी बिरामीलाई उपचार गर्न हामीले सफल सक्षम हुन्छौँ। अनि हामीलाई आशा छ हजुर जुन सहयोग हामीलाई दिनुहुन्छ आज हामी यो सहयोगले सोझै बिरामीलाई लगेर त्यो बिरामी पनि निको होस्, भगवानको कानमा नपरोस्, हजुर हामीमा त्यस्तो ठुलो वज्रपात नहोस्। तर जसको घरमा